हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दुईजना समल्ला डाँडा जाँदैछौँ। हेर्नु न, हाम्रो त्यस्तो केही प्लान थिएन है। त्यही पनि आज चाहिँ स्याटरडे थियो नि त, अनि हामी दुईजना फ्री थियौँ, त्यही भएर यसो बाहिर घुम्न जाऊँ भनेर। अनि यो चाहिँ इस्ट वेस्ट हाइवे अहिले बन्दैछ। हेर्नु न, यस्तो बाटो धुलो उड्छ नि राम, यति गाह्रो लाग्छ मलाई यो बाटो हिँड्नु त। अनि त्यस पछाडि चाहिँ हामीले यहाँ पेट्रोल हाल्यौँ। पेट्रोल हालेपछि चाहिँ हामी सिधै बेलबारी जान्छौँ। अनि त्यस पछाडि चाहिँ यो बेलबारीको पुल, बेलबारी हामी इन्टर भइसक्यौँ। त्यस पछाडि चाहिँ बेलबारीबाट लेटाङ जाने बाटो। अनि यो लेटाङ जाने बाटो चाहिँ अब राम्रै छ भनौँ न, त्यस्तो बिग्रेको छैन, भित्रको बाटो भयो नि त। अनि एकदम आज चाहिँ मौसम पनि राम्रो थियो क्या, हिजो अस्तिसम्म चाहिँ यस्तो पानी परेको थियो नि, त्यही भएर चाहिँ हामी खुसी हुँदै जाँदैछौँ। त्यस पछाडि त बाटोमा यस्तो राम्रो राम्रो पुरानो घरहरू होइन, अनि सानो सानो अगाडि गार्डनहरू, मलाई चाहिँ एकदम मनपर्छ कि यस्तो पुरानो पुरानो टाइपको डिजाइनको घरहरू, काठको घरहरू हुन्छ नि त्यस्तो क्या। अनि यो लेटाङ जाने बाटो यो चाहिँ एकदम सफा छ क्या बाटो चाहिँ। अनि त्यस पछाडि चाहिँ यो एउटा ठुलो जङ्गल छ है, यो जङ्गल कटेपछि चाहिँ हाम्रो लेटाङ सुरु हुन्छ। अनि यो जङ्गलमा चाहिँ अलिक चिसो चिसो हुन्छ क्या। मलाई चाहिँ फेरि लेटाङ यस्तो राम्रो लाग्छ नि, यो चाहिँ मेरो सायद थर्ड टाइम होला है। अनि मलाई चाहिँ सुरुचोटि आउँदा कस्तो मन पऱ्यो क्या लेटाङ चाहिँ। अनि हाम्रोतिर भन्दा चाहिँ यता कस्तो अलिक चिसो हुन्छ भनौँ न है, मोरङ नै भए पनि यो चाहिँ अलिक पहाड जस्तो छ। अनि यो हेर्नु न कस्तो राम्रो चर्चको डिजाइन क्या। त्यस पछाडि चाहिँ हामी यहाँ, यो चाहिँ लेटाङै भयो, तर अझै हामी लेटाङ बजार चाहिँ आइपुगेको छैनौँ। अनि यहाँ चाहिँ धानहरू कस्तो मजाले रोप्नु भएको रहेछ। अनि यो चाहिँ चिसाङ खोलाको पुल है, यो पुल यति लामो छ। अनि त्यस पछाडि चाहिँ हल्का अफरोड छ, यो अफरोड कटेपछि चाहिँ हाम्रो लेटाङ बजार स्टार्ट हुन्छ। यहाँ बाटोहरू हेर्नु न, पानी परेर अझै अलिकति बिग्रेको छ, तैपनि यतिको चाहिँ हिँड्नु सकिन्छ। तर योभन्दा माथि चाहिँ यस्तो खतरा बाटो बिग्रेको छ नि। यो चाहिँ लेटाङ बजार भयो है, लेटाङ बजारदेखि सिधै माथि उत्तरतिर जाने, त्यस पछाडि यो रोड नछोडिकन जाने, हाम्रो बाटो चाहिँ त्यहाँ छ, हामी जाने ठाउँ चाहिँ त्यो बाटो पर्दो रहेछ। हामीले हल्का टिकटकतिर गुगल म्यापतिर हेरेर गएको थियौँ। अनि यो चाहिँ हामीले खाजा किन्यौँ है, के लाने थाहा त्यस्तो केही घरबाट बनाएर लगेको थिएनौँ क्या। अनि यही चिप्सहरू यसो माथि खानुहुन्छ भनेर लगेको छौँ। अनि यहाँदेखि चाहिँ हामी पहाड इन्टर गऱ्यौँ भन्दा हुन्छ, किनभने यो चाहिँ अलिकति हाइटमै छ भनौँ न है। अनि हेर्नु न, पहिरो गएर बाटोहरू हल्का बिग्रेको रहेछ है, पानी लास्टै परिरहेको छ नि त। आज मात्र मौसम सफा थियो त्यही भएर हामी पनि निस्किँदा उड्दा यताउता के गर्दा 9 बजिसकेको थियो है। अनि यहाँसम्म आइपुग्दा त हामीलाई 10 बजिसकेको थियो। अनि यो बाटो चाहिँ यस्तो राम्रो लाग्छ मलाई, ओ माई गड, मलाई त यहाँ फेरि जानु मन लाग्यो भिडियो बनाउँदै। कस्तो राम्रो छ क्या बाटो। मलाई चाहिँ फेरि यस्तै टाइपको मौसमहरू, यस्तै टाइपको इन्भाइरोमेन्टहरू मनपर्छ क्या। सेम यो चाहिँ माथि भेरेटारतिरको जस्तै छ है यहाँको इन्भाइरोमेन्ट चाहिँ, चिसो चिसो अनि हुस्सु लागिराख्ने, यस्तै मलाई चाहिँ मनपर्छ क्या इन्भाइरोमेन्ट। अनि तलतिर हाम्रोतिर चाहिँ लास्टै गर्मी हुन्छ, पानी परेर पनि होला अझै यहाँ चाहिँ चिसो थियो क्या। अनि यहाँसम्म चाहिँ बाटो ठिकै थियो है, यतिको राम्रै थियो भनौँ न, पिच रोड नै थियो, अफ रोड आइपुगेको थिएन। यहाँसम्म चाहिँ हामीलाई गाह्रो केही भएको थिएन, तर माथि चाहिँ खत्रै बाटो बिग्रेको रहेछ। अनि यहाँदेखि चाहिँ अफ रोड स्टार्ट भयो। अनि यहाँदेखि सोधेको है हामीले, अझै 3 घन्टा जति लाग्छ हिँडेर त, यस्तो स्कुटरमा चाहिँ 1 घन्टा 1.5 घन्टा जति लाग्छ भनौँ न। अनि त्यसपछि बाटो चाहिँ यस्तो छ हेर्नु त, राम। हामी त जाने कि नजाने भएर कन्फ्युज भइरहेको थियौँ। यहाँ बिचमा है डोजरहरू पनि अझै बाटो बनाउँदै रहेछ, कम्प्लिट भइसकेको थिएन। अनि बाटो पनि यस्तो हिलोहरू थियो है, अनि के गर्ने भयो क्या। अनि त्यही पनि अब जाऊँ न त, यतिको त ल सकिन्छ स्कुटरले तान्नु पनि भनेर गयौँ। यहाँ बिचमा पहिरो यस्तो गएको रहेछ नि, थाहा थिएन क्या हामीलाई। हेर्नु न, बाटो त्यस्तो थियो राम, यस्तो पहिरो नै गएको थियो है। त्यही पनि यस्तो एडभेन्चर भयो नि हाम्रो त, यस्तो वाइल्ड जर्नी भयो। अहिलेसम्म हामी यस्तो बाटो चाहिँ हिँडेको थिएनौँ, त्यही पनि स्कुटरमा। यहाँ दुईजना हेर्नु न, यस्तो हिलो थियो है, म त यहाँ ओर्लेर ऊ एक्लै गएँ है, किनभने तान्नु गाह्रो भयो दुईजनालाई। अनि त्यस पछाडि यस्तो थियो मौसम चाहिँ हेर्नु न। अनि हल्का कुनै ठाउँमा चाहिँ यतिको ठिकै थियो भनौँ न, कुनैमा चाहिँ लास्टै नै बिग्रेको थियो बाटो। अनि त्यस पछाडि यस्तो फन्नी भयो, यस्तो रमाइलो भयो नि। तर यस्तो एक्सपिरियन्स चाहिँ हामीले कहिले गरेको नै थिएनौँ। हेर्नु त, यो बाटो त झन् राम, रातो माटो, त्यही माथि चिप्लो। अनि ऊ यहाँ एक्लै आउँदैछ, म चाहिँ यहाँ भिडियो बनाउँदैछु। त्यही पनि जसोतसो हामी चाहिँ गयौँ। फेरि बाटो खाली थियो क्या, मान्छेहरूलाई सोध्नु मिल्थ्यो नि त, नभए मान्छेहरू भएको भए माथि कस्तो बाटो छ भनेर। अनि यो ठाउँ चाहिँ ज्यामिरे
कोही थिएन मान्छे। अनि यहाँदेखि चाहिँ हामीले बल्ल बल्ल एकजना आन्टीलाई भेटेको थियौँ अनि उहाँले चाहिँ भन्नुभयो कि आधी घन्टा जति लाग्छ हिँडेर भन्नुभयो। तर हामी दुईजनाले चाहिँ धेरै नै लाग्यो किनभने उकालो बाटो, त्यही माथि म चाहिँ अलिक धेरै नै भइसकेको थियो कि यसरी नहिँडेको, यसरी हाइकहरू नगएको, त्यही भएर मलाई चाहिँ एकदम गाह्रो भएको थियो। मैले केही सामान पनि बोकेको थिइनँ, उसले सामान सबै बोकेर पनि मलाई चाहिँ पसिना आइसकेको थियो सास बढेर। किनभने यो भिडियोमा त्यस्तो देखिएन होला, तर बाटो एकदम उकालो थियो कि अनि बिचमा पहिरो गएको थियो अनि म चाहिँ गली पनि सकेको थिएँ। हेर्नु न, केही भ्यू चाहिँ देखेको थिइनँ क्या। अनि म चाहिँ कस्तो नराम्रो लागिरहेको थियो क्या। अब मेन त भ्यू हेर्नुको लागि नै माथि जाने हो नि त। अनि तर यस्तो थियो मौसम, पानी भन्दा पनि तुसारो चाहिँ परिरहेको थियो भनौँ न। तर छाता चाहिँ हामीले ओढिनौँ, छनु चाहिँ थियो हामीसँग ब्यागमै। अनि यस्तो दिउँसो अँध्यारो हुने खालको मौसम क्या। त्यही पनि है कहिल्यै आइपुग्दैन मान्छे पनि, फेरि कोही भेट्दिनौँ हामी, दुईजना मात्रै। हेर्नु न, अँध्यारो भइसकेको छ दिउँसो नै। यस्तो इन्भाइरोमेन्ट हुन्छ भनेर चाहिँ हामीलाई थाहा थिएन क्या। यहाँ त झन् बाटो बिग्रियो, तल सिधै पहिरो थियो। हेर्नु न कस्तो डेन्जर थियो। यस्तो बाटो कहिल्यै नहिँडेको है। हुनु त सानोमा पाहाड त गएको हो म, तर पनि अब धेरै ग्याप भयो नि त। अनि यस्तो बाटोमा हिँड्ने बानी नै हराइसकेछ क्या मेरो। अनि फाइनली हामी अलिकति माथिसम्म पुगेपछि चाहिँ यहाँदेखि चाहिँ अब आइसक्यो लगभग समला डाँडा भन्नुभयो। यहाँ हेर्नु न कस्तो मजाले भलिबल खेल्नुभएको क्या पाहाडतिर। अनि यो चाहिँ समला डाँडा जाने माथि उकालो भर्याङ रहेछ। यहाँ चाहिँ धन्न राम्रो। अनि हामी चाहिँ फाइनली पुग्यौँ। अनि यहाँ खाजाहरू खाँदैछौँ है। अनि माथि पुग्दा चाहिँ थाहा भयो क्या, मान्छेहरू चाहिँ माथि हुनुहुँदो रहेछ टर्ने। हामी चाहिँ ढिलो गएर चाहिँ सबै पुगिसक्नु भएको रहेछ माथि। हल्का यहाँ एकछिन हेर्नु न, हामी धन्न लक्की रहेछौँ क्या, एकछिन भए पनि कुहिरो हट्यो भनौँ न। अनि हामीले चाहिँ यतिको भ्यू चाहिँ देख्यौँ। अनि हामी खाजासाजा खायौँ। त्यस पछाडि हामी दुईजना फर्क्यौँ। फर्किँदा चाहिँ टन्नै अरू ग्रुपहरू पनि हुनुहुन्थ्यो है, उहाँहरू सँगसँगै हामी पनि हिँडिरहेको थियौँ। अनि फर्किँदाखेरि चाहिँ अलिअलि कुहिरोहरू हट्नु थाल्यो भनौँ न। पहिरो चाहिँ यस्तो डेन्जर थियो नि, त्यही भएर तपाईँहरू चाहिँ यस्तो रेनी सिजनमा चाहिँ नगएकै राम्रो रहेछ। यस्तो डेन्जर रहेछ नि त बाटो, जुन बेला पनि पहिरो खस्ने। अनि म चाहिँ त्यही भन्न चाहन्छु, यस्तो बेला चाहिँ नहिँडेकै राम्रो रहेछ। अब हामीलाई चाहिँ थाहा नभएर हामी गइहाल्यौँ। यहाँ झर्दाखेरि चाहिँ कुहिरोहरू कस्तो राम्रोसँग क्या हटेर भ्यूहरू देख्नु थाल्यो। अनि फोटो भिडियोहरू खिचेँ अलिअलि चाहिँ, धेर चार्ज पनि सकिसकेको थियो क्या मेरो चाहिँ। अनि यो चाहिँ हेर्नु न फर्किँदाको बाटो, माथि त्यति चिसो है, यहाँ त गर्मी पनि थियो। अनि धुलोहरू हेर्नु न, यो चाहिँ हाम्रो जुत्ताको हालत यस्तो थियो राम घर आइपुग्दा त। आज